नाना र रिस्ता नानासँग गुड मर्निङ सबैजनालाई सेवा नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल दिस इज मिना राई। फेरि पनि हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ भन्दै आजको भिडियो पनि मैले बनाउँदैछु। के कस्तो हुन्छ हेर्नुपर्ने हुन्छ। सबैजनालाई योभन्दा अगाडिको भिडियोमा जसरी माया गरिदिनु होला। उहाँ चाहिँ मेरो नाना जेसी नाना हुनुहुन्छ। नाना र म चाहिँ आज जाँदैछौँ। भिडियो राम्ररी हेरिदिनु होला के कस्तो लाग्छ। आज चाहिँ हामी जाँदैछौँ गाडी पर्खिरहेको छौँ क्या। हामी जाँदैछौँ होइन घुम्न। हजुर इलाम टु बिटिएम। आजको हाम्रो नानाको आउटफिटनेस चाहिँ यस्तो छ राम्री। आजको मेरो आउटफिटनेस चाहिँ कस्तो देखिरहेछ। गाडी पर्खिँदा आएन ढाँटेको छ। यो गाडीको लाइनको मान्छेहरूले चाहिँ अलिक ढाँट्छ अरे आइपुग्यो एकैछिन ल प्यासेन्जर लाग्यो भन्छ होइन। साथीहरू मलाई चाहिँ अलिअलि रुगा मार्गी लागेको छ अनि अलिक स्वर कस्तो सुनिरहेको होला। अब हामी चाहिँ अलिक परसम्म हिँड्दै गर्छौँ साथीहरू। अनि हामी चाहिँ गाडी पनि चढिसक्यौँ। हामी चाहिँ इलामदेखि जाँदैछौँ। अनि सधैँ चाहिँ हामी फिक्कल कन्याम हुँदै जान्थ्यौँ। अहिले हामी चाहिँ यो बाटो चाहिँ सुरुपल्ट हिँडेको बेलासी भन्दो रहेछ यो ठाउँतिर है। कस्तो राम्रो रहेछ है यो बाटो चाहिँ। अनि बेलासी अनि बगैँचा हुँदै ठाउँमा चाहिँ कच्ची रहेछ। अन्त पिच बनिसकेको रहेछ। कस्तो राम्रो रहेछ है। अनि यो ठाउँ चाहिँ शीतली भन्ने ठाउँ रहेछ। यो ठाउँमा चाहिँ कति शीतल हुने रहेछ। अनि नामै शीतली राखेको रहेछ है। अनि चिया बगानहरू कति राम्रो हेर्नु न रुखहरू त्यही माथि। म त कस्तो आनन्द है। शीतल हावा पनि सरर आउँदो रहेछ। अनि भिडियो चाहिँ मैले गाडीमा चाहिँ भोइसको बनाऊँ भने अब गाडीमा चाहिँ गीतहरू बजिरहेको हुन्छ नि त। अनि कपिराइट लाग्छ भन्ने डर हुन्छ। अनि त्यही भएर मैले चाहिँ यसमा चाहिँ अलिकति भोइस गरेँ। कस्तो राम्रो ठाउँ हेर्नु न साथीहरू। यो बाटो चाहिँ जङ्गल रहेछ। जङ्गलको बाटो कस्तो राम्रो रमाइलो है। आनन्द फर्स्ट टाइम हिँडेको यो बाटो मलाई त राम्रो लाग्यो। अनि यहाँबाट चाहिँ यो चाहिँ सानो चेप्टी भन्दो रहेछ क्या। चेप्टी हुँदै जाँदो रहेछ यो बाटो। यो चाहिँ सानो चेप्टी भन्दो रहेछ। अनि गाडीबाटै यसरी हेर्दै जाँदा कस्तो राम्रो लाग्यो है। अनि अब यो चेप्टीदेखि त नजिकै है बिर्तामोड पुग्न पनि। अनि हामी चाहिँ बिर्तामोडतर्फ लाग्यौँ। अब त पुग्न आँट्यौँ। अनि मलाई चाहिँ ठाउँहरू राम्रो लाग्यो। अनि मैले भिडियोहरू बनाउँदै हिँडेँ साथीहरू। बाफ्रे गर्मी त राम्रा इलामदेखि हिँड्दा चाहिँ गाह्रो हुने भयो नि त यहाँ त। अनि त्यो गर्मीले है बाहिर बस्नु नसकेर हतार हनुमान कम्प्लेक्सभित्र छिरी गयो। बिचरा गर्मी साथीहरू गर्मी रहेछ। अनि आइसक्रिम त्योहरू खतरा गर्मी भएर हामी चाहिँ सधैँ यही बिर्तामोड झर्दा चाहिँ यहाँनिर आइसक्रिम खान्छौँ क्या। यहाँनिर यो हनुमान कम्प्लेक्स मुनि। अनि त्यही हामी चाहिँ गएर गर्मी अलिकति भए पनि सेलाएर आमामा धर्ना लुगा चाहिँ अलिक शीतलकै लगाएर आएछ क्या साथीहरू। इलामदेखि त्यही 1 मिनटमै कति चाहिँ डढिन्छ जस्तो लाग्यो क्या मलाई यो घामले चाहिँ। अब भयो हामी चाहिँ सिटी चढिसक्यौँ है। अब हामी चाहिँ जाने हो यसो नास्ता खाना। फाइनली साथीहरू हामी चाहिँ बिर्तामोडको किन्ची घर पनि आइसक्यौँ। अनि यहाँभित्र हामी चाहिँ फर्स्ट टाइम छिरी पनि सक्यौँ। अनि यहाँभित्र चाहिँ कस्तो राम्रो बगाल है डेकोरेसनहरू चाहिँ। अनि मैले चाहिँ भिडियो लिएँ कस्तो राम्रो लाग्यो। अनि हामी चाहिँ फर्स्ट टाइम आएको यहाँ भिडियोहरू कति टिकटकतिर देखेको। अनि त्यही अनुसार आएको हामी चाहिँ। अनि यहाँभित्रको हामी चाहिँ खानेकुरा कोरियन खानेकुराहरू टेस्ट गर्छौँ के कस्तो लाग्छ है। फर्स्ट टाइम हो मैले चाहिँ भिडियो लिइरहेको छु। अनि एकदम गर्मी छ। अनि हामी चाहिँ यस्तै पेन्सिल पनि लिउँ है। अनि गर्मी त मेटाउनु पऱ्यो। अनि फाइनली हाम्रो खानेकुरा पनि रेडी भयो। यसलाई चाहिँ त्यो कस्तो भन्दो रहेछ। अनि यसलाई चाहिँ सिम्पल भन्दो रहेछ है साथीहरू। अनि मैले चाहिँ टेस्ट पनि गरिसकेँ। अनि मलाई चाहिँ ठिकै लाग्यो है। अनि चाहिँ म चाहिँ के बन्छ होला भनेको त यहाँभित्र चाहिँ राइसको बन्दो रहेछ है। अनि मैले चाहिँ कोरियन ड्रेस पनि लगाएँ। अनि टिकटक बनाएँ। अनि मैले चाहिँ भिडियो पनि अलिकति लिएँ साथीहरू। बाहिरको भ्यू चाहिँ यस्तो छ साथीहरू। कस्तो राम्रो छ क्या तर गर्मी भएर है। बाहिरको भ्यूहरू यस्तो राम्रो छ साथीहरू। त्यही आउने सोच थियो अब पुरा भयो। आयो फोटोसोटो खिच्यो राम्रो लाग्यो है। गर्मी साथीहरू अब म चाहिँ ड्रेस चेन्ज गर्छु। साथीहरू हामी चाहिँ निस्किसक्यौँ किन्ची घरदेखि होइन। नाना कस्तो लाग्यो नानालाई? कति राम्रो क्या। अब
है त्यहाँको स्टाफहरू पनि कति मान्छे पनि राम्रो है अनि फोटोहरू खिच्यौँ खुसी लाग्यो होइन राम्रो लाग्यो अब हामी चाहिँ जान्छौँ गर्मी छ साथीको रुममा जाने भनेको अनि एकछिन रेस्ट गर्ने अनि के हुन्छ अब म हजुरहरूलाई भिडियोमै देखाउने छु तपाईँहरू आउनु भएको छ भने प्लिज घर चाहिँ आउनु होला जसरी पनि अब यो त मेरो फर्स्ट टाइम हो अब राम्रो लाग्यो सबैजना आउनु होला राम्रो छ है कोरिया नभए पनि यहाँनिर कोरियाको ड्रेस लगाएर कोरियाको खानेकुरा आइटम राम्रो छ क्या यो बाटो कतार बोल्नु पनि मलाई चाहिँ लास लाग्छ क्या घरको हो अनि हारेको अलिक लजाउँछु नि त म अरू ठाउँ चाहिँ कति गर्मी छ क्या साथीहरू अनि त्यही भएर चाहिँ यहाँ भाटबाटीमा चाहिँ अलिक शीतल छ अनि यहाँ माथि चाहिँ हामी केही सामानहरू किन्न लिफ्टमा चढ्यो सर तल पनि घुम्ती झर्छु होला फेरि साथीहरू हाम्रो नानाले यहाँनिर के सामान किन्ने अरे अनि पुरा हेरिरहेछ भाटबाटनीमा यो के भन्छ घरभित्रको सामानहरू चाहिँ कस्तो राम्रो पाउने मैले चाहिँ यहाँ सामान किन्ने होइन यहाँ नानाले अलिअलि भनेर के सामानहरू किन्ने रे एकदम गर्मी छ क्या यहाँभित्र चाहिँ शीतलमा बसेर सामान किन्नु मजा हुने रहेछ हाम्रो नानाले चाहिँ फनी सामानहरू खोजिरहेछ नानीलाई लुगादेखि लिएर के सामानहरू साथीहरू भाटबाटनीमै हराइ गइन्छ कि क्या हो दिदीबहिनी यहाँ हाम्रो नाना कपडा नानीको लागि हेरिदिन्थ्यो अनि म यताउति हेरेको थिएँ माथि पर्खिरहेको थिएँ क्या नाना त तल झरिसक्नु भएको हामी चाहिँ भाटबाटीमा सामान पनि किनिसक्यौँ झन्डै दिदीबहिनी हरायो थियो नाना चाहिँ यहाँ तल झरिसकेको छ अनि मलाई साथीहरू यहाँ आउँदा लिफ्टमा चढ्नु मजा आउँछ कि माथिसम्म चढिदिन आएँ हामी चाहिँ भाटबाटनीदेखि निस्केर म्यामलाई फोन गर्दै अहिले चलेको भाइरल बुद्ध ब्युटी पार्लरमा छिर्छ कि हाम्रो आइलेस एक्सटेन्सन गर्दै हुनुहुन्छ अहिले ठ्याक्कै बुद्ध ब्युटी पार्लरदेखि पनि निस्किसक्यौँ हतार ड्राइभरले अनि जाँदैछु भने चाहिँ हतार राम्रो लाग्यो मेरो चाहिँ होइन नानाको गरेको थियो नानाको चाहिँ आइलेस एक्सटेन्सन गरेको राम्रो लाग्नु र मलाई पनि गर्न चाहिँ मन थियो तर हाम्रो चाहिँ टाइम भएन क्या हामीलाई गाडीले छोड्ने भयो अनि हामी चाहिँ हतार जाँदैछौँ जोस् राम्रो लाग्यो टिकटकमा हामी चाहिँ यसरी हेर्दै आएको राम्रो लाग्यो साथीहरू ड्राइभरले पनि त्यही माथि अत्ताएको होइन अनि मैले चाहिँ भित्र चाहिँ भिडियो खासै लिन पार्लरभित्र चाहिँ मलाई लाज लाग्यो नि त अप्ठ्यारो लाग्यो अनि त्यहाँको मेमहरू पनि मजाको हुनुहुन्थ्यो सबैसँग चिनजान भयो कुनै दिन आउँछु तर अनि साथीहरू हामी चाहिँ बुद्धमनमा काम सकिकन फिल्म लाग्दै गर्दा चाहिँ यहाँनिर आउँदै गर्दा बाटोमा कति राम्रो फुलहरू फुलिरहेको रहेछ अनि यो चाहिँ एउटा भाइरल प्लेस पनि हो भोलिपछि यति धेरै मान्छेले यहाँ फोटो खिच्न भिडियो बनाउन आउने गर्छन् है सेवा नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल दिस इज मिना राई फेरि पनि हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ भने आजको भिडियो चाहिँ म हिजो झापादेखि आइकिन रात पर्यो अनि आज चाहिँ राईहरूको विशेष साकेला है अनि हामी चाहिँ त्यहाँ जान आँटेको छौँ अनि आजको भिडियो के कस्तो हुन्छ म साकेलामा गएर देखाउने छु अनि अहिले साकेलाको लागि साथीहरू यहाँ चाहिँ रेडी हुँदैछ मेरो बहिनी चाहिँ यहाँनिर ड्रेस लगाइदिँदैछ बहिनीले यता हेर्दा काजल सेवा नमस्ते सबैजनालाई मेरो दिदीको च्यानलमा चाहिँ सबैलाई स्वागत छ अनि मेरो नानाको च्यानललाई सबैले सपोर्ट गरिदिनु र अब चाहिँ साकेलामा भेटौँ रमाइलो गर्ने बाई बाई साथीहरू हामी चाहिँ चोकतिर लाग्यो चोकमा चाहिँ साकेला भव्य भइरहेछ हामी पनि गएर हेर्ने हो मसँग चाहिँ जाँदैछ मेरो साथीहरू टन्नै हेलो हामी चाहिँ भौलीको साकेला हेर्न जाँदैछौँ चोक बजारमा बिर्तामोडदेखि आएर रात परिहाल्यो अनि अब म चाहिँ आज ठ्याक्कै साकेला पनि रहेछ हिजोको र आजको भिडियो चाहिँ एउटै जोड्नेछु
साथीहरू हामी चाहिँ चोक बजार पनि गयौँ अनि त्यहाँनिर चाहिँ साकेला स्टार्ट गरेँ छैन सके अहिलेसम्म माथि साकेला सिक्ने थानमै रहेछ होइन राईहरूको त। अनि आज त वाचिपा खाने दिन हो नि त अनि यसो वाचिपा खाँदै हुनुहुन्छ होला। अनि हामीलाई चाहिँ चोकमा बस्न झ्याउ लाग्यो हो। अनि यसो हामी चाहिँ 1-2 खनको चियाबारी घुमेर जान्छौँ। अनि साथीहरू खै आज मौसम पनि कस्तो छ अरे नि डुम्म छ है मौसम पनि कस्तो पानी पर्ला जस्तो पनि छ अनि हुस्सा लागिरहेछ। यहाँ तल चाहिँ लिम्बूहरूको च्याप्रुङ ढोल नाच्दै रहेछ अनि यस्तो हुस्सा लागिरहेछ। आज साकेला चाहिँ होइन पानीले कति रामी दिँदैछ यता। इलामको वेदर चाहिँ हेरौँ साथीहरू यो के भएको यसो हुस्सु लागेर पानी पर्ला जस्तो भइरहेछ। मलाई त्यस्तो रुगा मार्गी लागेको। अनि अब यहाँनिर साकेला हेर्नुपर्ने पानी पर्यो भने त खत्तम हुन्छ। चियाबारी आयौँ अनि फोटोसोटो खिच्यौँ टिकटक बनायौँ। अब हामी चाहिँ जान्छौँ। हामी चाहिँ विशेष चोकमा सिजलिङ राइनी हाम्रो फेभरेट भ्लगर हेर्नलाई आएको। अनि सिजलिङ राइनी इज अ बेस्ट भ्लगर। सो अब हामी चाहिँ हेर्न जाँदैछौँ। हामी चाहिँ आशा छ हामी चाहिँ एकदम फोटो खिच्नु पाइन्छ कि भनेर जाँदैछौँ। तर फोटो खिच्न नपाउला धेरैजनामा हो। एउटा त खिच्न पाइन्छ होला हौ सायद। सबैलाई छ होइन सिजलिङ राइनीसँग फोटो खिच्न। यस मलाई पनि एकदम मनैदेखि खिच्न मन लागिरहेछ हो। हाम्रो त साकेला हेर्ने बाहना मात्रै भयो। हामी त विशेष त हामी सिजलिङ राइनी हेर्नलाई आएको। सुरु भइसकेको छ नि अब चाहिँ सुरु भएको अवस्था अब हेर्नेछौँ। साथीहरू यहाँ चाहिँ साकेला स्टार्ट भइसकेको छ है। वाह यति भित्रमा सिजलिङ राइनी कहाँ हुनुहुन्छ होला। इलामको साकेला चाहिँ खतरा रमाइलो भइरहेछ है साथीहरू। मेरो बहिनी उति आउँदैछ गाजन यत्रो भिड छ। यत्रो भिडमा सिजलिङमा कहाँ हुनुहुन्छ होला। अघि नाचेको हो। साकेला नाच कस्तो भयो अनि पुरा नाचेर निस्किसक्यो। रमाइलो गर्नु फोटो खिच्नु एकदम खुसी लाग्यो म त। खुसी लाग्यो परेर लास्टमा चाहिँ छाता लाउने बिजोग भयो। 2टा छाता 5-6 जना मान्छे। यहाँको तर्फबाट चाहिँ यस्तो मिठो हुन्छ साथीहरू। फेरि कस्तो छ हामी चाहिँ साकेला सकेर पनि फर्क्यौँ साथीहरू है। अनि जस खुसी लाग्यो सिजलिङ नाना र रिस्ता नानासँग फोटो खिच्न पायो एकदम खुसी लाग्यो होइन। क्या ब्युटी क्या राम्रो हुनुहुँदो रहेछ त। अनि फोटोसोटो खिच्यौँ
अनि मैले चाहिँ खिच्नै पाइनँ सिजिलिङसँग किनभने भिडभाड ज्यादा थियो त्यसैले खिच्न पाइनँ तर पनि खुसी लाग्यो रियलमा देख्नु पाएँ अनि हामी पनि साकेलामा त डान्स गर्थ्यौँ अनि योपालि चाहिँ हामी ननाचेको अब अर्कोपल्ट चाहिँ हामी नाच्नेछौँ अवश्य अर्कोपल्ट चाहिँ नाच्नेछौँ हामी पनि हाम्रो टिममा चाहिँ डान्स गर्ने चाहिँ साकेलामा नाच्ने चाहिँ 1-2 जना मात्रै छ क्या मजाले नाच्यो यो मात्रै हो साथीहरू आजको भिडियो यस्तै पुरा भिडियो हेरिदिनु होला अनि माया साथ सपोर्ट गरिदिनु होला नेहाको च्यानलमा बाई बाई